बेला बेलामा सामाजिक सञ्जाल तताइराख्ने शर्मिला वाइवामाथि निर्घात कुटपिट भएको छ गत राति। उनको चाहिँ टाउकोमा गम्भीर चोट लागेको भन्ने कुरा सुन्नमा आएको छ। उनलाई चाहिँ राति नै हस्पिटलमा पुर्याएको र भएको चाहिँ के हो भन्ने कुरो उहाँकै मुखबाट सुनौ है त। त्यो भन्नु मेरो अपराध रहेछ भाइ हैन। एउटा छोरा मान्छेलाई दुःख नदियोस् भन्ने मेरो सोच हो भाइ। मैले त मेरो साथीको कुरा सुन्थ्यो, आज मलाई सञ्जय भाइले भनेको कुरा एक याद आइरहेछ के हैन भाइ। अब तिमी मलाई सङ्गत नगर्नु दिदी, यो राम्रो मान्छे होइन, यो यस्तो खालको भन्दा पनि मैले मेरो साथी इभन मेरो गाउँको हेटौडाको भन्छु मलाई छुट्टै माया लाग्थ्यो। अब उसले चाहिँ पैसा दिने बित्तिकै कसैले पैसा दिएकै मान्छे हानिहाल्ने। अस्ति पुण्य गौतमलाई प्रहार गर्ने केटी हो है, रवि चोरालाई प्रहार गर्ने केटी पनि यही। आज शर्मिला वाइवामाथि प्रहार गर्ने। शर्मिला वाइवा त उसलाई त खाना बस्न दुनियाँ दिएको थियो नि त, दुनियाँ छोरीको फिस दिन्थ्यो, दुनियाँ गरिदिन्थ्यो होइन। दुनियाँ अपरेसन हुँदाखेरि मैले बजाएको मेरो उसलाई, मैले मेरो साथीसँग पैसा सापटी मागेर उसको मैले अपरेसन बजाएको। उसलाई मैले 1 लाख कहाँ माग्नु, उसको हैसियतै छैन 1.5 लाख दिने। उसले कसरी 1 लाखको कुरा गर्यो म भन्न चाहन्छु कि कहिले चाहिँ मैले मागेँ बिल मागेँ, उसको बाउ मरेर गयो, उसको बाउले त्यो बिल सबै लिएर गयो। मैले हिजो उसलाई नराम्रो केही भनेको पनि थिएन, मेरो पैसा दिनु पनि पर्दैन र म जान्छु नि भने मेरो बच्चा मैले राखेर म फर्किने गरौँ। उसले मलाई पछाडिबाट प्रहार गरेको, पछाडिबाट प्रहार गर्ने एउटा कुकुरले मात्रै गर्ने हो कि। सक्छ भने एउटा दम छ भने म साँच्चीकै एउटा नेपाली चेलीको छोरी हो भने म जस्तो अगाडि प्रहार गर्दै आएँ। आज म बाँचेको छु, बुझ्यो नि, आज म बाँचेको छु, मलाई बचाएको छ प्रकाश दिदीले। आज मेरो नयाँ जीवन दिएको छ प्रकाश दिदीले, जो कि मेरो साथी, जो कि मेरो साथी प्रकाशले तँलाई कति पालेको, कति गर्यो, कति पैसा दियो तँलाई होइन जीवन कि। आखिर म साथी भयो नि, आखिर हेरेर हस्पिटलमा अटै नअटै मेरो साथी भएर छ। त्यो बिरामी हुँदाखेरि तेरो एउटा बाउ, त्यो बाबु खत्री भनेर एउटा बोयफ्रेन्ड पनि आएको हेर्छ होइन। आज मेरो हस्बेन्डले यति खुसी लाग्छ मलाई होइन। म आज छु मेरो डाउन गर्दा होइन। अझ मलाई यहाँ फुलबारीसँग कति सहयोग गरेर रातको 2 बजीसम्म भाउजू के गर्नु मैले मायामा मान्छेहरू आएर मलाई सहयोग गरिदियो हुन्थ्यो जस्तो मलाई हुन्थ्यो कि हुन्थ्यो। तर मलाई त भाइले सहयोग गर्ने, मुना दिदीले गर्ने होइन। मुना दिदी रातभरि सुत्नु भएको छैन, भोलि यसलाई मार्देला कि भोलि के गर्देला कि भनेर फुलमा रातभरि सुतेको छैन। 50 बजे रातिको 2-3 बजी आएर के छ भनेर बिचरा के छ कस्तो छ भनेर मलाई एकदमै मेरो स्वास्थ्यको बारेमा बुझेको गर्ने। नेपाल प्रहरी आएको गर्ने, नेपाल प्रहरीहरू ठुल्ठुलै नेपाल प्रहरी आएर लो शर्मिला तपाईँको हामी पत्ता लगाउँदैछु, तपाईँ टेन्सन नगर्नु, पानी मुनिमा पनि हामी त्यो मान्छेहरूलाई छोड्दैन भनेर भनिरहेको छ। भक्तपुरदेखिबाट प्रहरीहरूले कल गर्नुभएको छ, लगायत धेरै नेताहरूले पनि कल गरिरहनु भएको छ। अहिले मेरो एकदम स्वास्थ्यमा पनि एकदमै राम्रो भइसक्यो। अब दाइले हाम्रो तीर्थ लामा दाइले पनि मलाई सम्झिरहनु भएको छ अरे बहिनीको सबै कुरा निकाल्नु, डिटेल निकाल्नु भनेर तीर्थ दाइले पनि मलाई सपोर्ट गर्नुभएको छ। विशेष गरी सबैजनालाई धन्यवाद भन्न चाहन्छु। आज म माथि पछाडि प्रहार भएको छ, भोलि हजुरहरूमाथि पनि हुँदैन भने केही पनि यो ग्यारेन्टी छैन। त्यो कारणले गर्दाखेरि यस्तो मान्छेहरूलाई कानुनमा कसरी उभ्याउनुपर्छ, कानुनको उपचार कसरी पाउनुपर्छ। यदि इभन मैले गल्ती गरेको पनि मलाई कानुनले मलाई सजाय दियोस् कि। मैले त कसैले प्राप्त गरेको छैन, मैले कसैले रडले हानेर मान्छे मारेको त छैन नि, म कसैको ज्यान लिने मान्छे त होइन नि त। हिजो मेरो बच्चा 5 वर्षको बच्चालाई लागेको भए के हुन्थ्यो। त्यही बच्चाको अगाडिबाट पछाडिबाट रड हान्नुपर्छ। सक्ने मान्छेले त अगाडिबाट रड हान्ने हो नि, मलाई त अगाडिबाट प्रहार गर्ने हो नि त, किन पछाडिबाट गऱ्यो। अनि त्यो एउटा त्यसलाई भन्छ नामर्दो एउटा बोयफ्रेन्ड थियो, पुरै हुलिया चेन्ज गरेर बाबु खत्री भन्ने हुलिया चेन्ज गरेर आएको चाहिँ हिजो है, हुलिया चेन्ज गरेर आएको थियो। उसको गाडीमा गएको पछि चाहिँ दर्शन मैले किनेको छु। अझै भएर होइन म तपाईँ छैन, मैले के छ यतिसम्म झुट नबोल्दै पाप लाग्छ कि भोलि दिन तपाईँ पनि बाल बच्चा होला। यदि म आज मर्दा गयो मेरो बच्चाहरू कुखुरा हुँदैछ, म शर्मिला त्यस्तो दुःख दिन चाहन्न। अझ पनि केही बिग्रेको छैन, साथी हो होइन। कानुनले बताइदिन्छ, कानुनले कति सजाय दिन्छ, कानुनले दिन्छ, मैले दिनु पनि पर्दैन। बच्चा 2टा छ तेरो, सहमतिमा अहिले जति पनि मलाई पुलिसले खोजिरहेको छ सहमतिमा प्रहरी कार्यालयमा आइदिए भोलि समात्यो भने तँलाई मैले भोलि जान माथि त्यो मुद्दा दर्ता गर्नै पर्छ। किनकि तैँले मलाई मान्छे मार्नै खोजेको, तैँले कति लाख लियो, त्यो 20,000 30,000 कति पनि लियो। पुण्य गौतममाथि प्रहार गर्दाखेरि तैँले 5 लाख रुपियाँ माथि पैसा लिएको छ तैँले। आज म मार्दाखेरि तैँले कति लाख पैसा लियो। तेरो बच्चा 2टा चाहिँ म त जस्तो अपराधी होइन, मेरो बच्चा एउटा छ होइन, मेरो छोरी छ, तैँले आफूले जन्माएको छोराछोराको तैँले त अब संसारमा तैँले नचाहिँदो बच्चाहरूको मनमा पनि दाग बसिसक्यो कि। अब त्यो खालको काममा पनि आइदिए चौकीमा आइदिए तँलाई के कुरोमा चित्त बुझेको छैन। मैले तँलाई कति गर्यो त्यो कुरा समाजले बोल्छ, बुझेँ नि, समाजले बोल्छ यो कुराहरू, मैले बोल्ने होइन यो कुरा। आजको दिनमा मेरो अगाडि पछाडि मेरो दिदी बहिनी कतिजना रहेछ हेर आएर आफै हेर। मुना दिदी रातभरि सुतेन मलाई सुतेर बस्यो, पूजा भाइ रातभरि बस्यो, 2 बजीसम्म 50 आएर मलाई सहयोग गर्यो। यो
त्योभन्दा ठुलो कुरा मेरो लागि के होला भनेपछि उहाँ कानुनमा आउनुभयो भने चाहिँ केही कुरामा तपाईँहरूको सहमति हुन सक्छ भने भन्नुहुन्छ मलाई सजाय हुनु गयो उसले मलाई किन प्रहार गर्यो कस्तो कुरा सुनेर गर्यो उसले कति पैसाले ऊ पैसामा काम गर्ने मान्छे हो मलाई थाहा छ उसले अब मदलले 5 लाख लिएको थियो त्यो ट्याक्सी ड्राइभरले कति कति बाँड्यो अहिले त मलाई थाहा भएन तर त्यतिखेर पनि मैले नेपाल पुलिसले साथी हो 2टा बच्चा छ यसलाई बचाउनु पर्छ भने मेरो सोच थियो अब म सक्दिनँ बचाउनु यो अपराधी हो यसलाई जसरी हुन्छ यसलाई कानुनमा यसलाई ल्याउनुपर्छ यसलाई कारबाही हुनुपर्छ पनि म भन्दिनँ किनकि बच्चा आउँछ 2टा कानुनले कस्तो सजाय दिन्छ यसलाई तर त्यसलाई लगाउने त्यो गाडी भाइ बाबु पतिलाई चाहिँ सजाय हुनुपर्छ त्यसलाई चाहिँ त्यही हुन्छ हुन्छ हस् तपाईँको स्वास्थ्य लाभको कामना है त